सम्पूर्णमा नमस्कार। म चाहिँ आज बुटवल 6 अमरपथ स्थित उद्यमी महिला ब्युटिसियन ट्रेनिङ सेन्टरबाट यो भिडियो बनाउँदैछु। एकदमै महिला दिदीबहिनीहरूका लागि काम लाग्ने भिडियो अन्तिमसम्म हेर्नुहोला। के छ त यो भिडियोमा के गर्दैछ त अनिताले भन्नुभएको छ होला। एकदमै तपाईहरूको लागि काम लाग्ने भिडियो लिएर आज म तपाईहरू समक्ष छु। के भिडियो लिएर आएको छ होला भनेर तपाईहरूलाई खुल्दुली लाग्न सक्छ। यो चाहिँ हेर्नुस् न, मेरो कपाल चाहिँ पछिल्लो समयमा एकदमै ड्यामेज भएर अब म चाहिँ थाई कट बनाऊ कि हैन, लामो पाल्ने होला, के गर्ने होला भनेर निकै तनावमा थिएँ। अब ड्यामेज कपाल लिएर साथीभाइको अगाडि बस्दा पनि आफैलाई अप्ठ्यारो लाग्छ। यो भिडियोमा तपाईँ देख्न सक्नुहुन्छ मेरो सुरुको कपाल यस्तो रहेको छ। यस पछाडि चाहिँ मेरो कपाल ट्रिटमेन्ट हुँदैछ। तपाईलाई लाग्न सक्छ खुल्दुली, यो कस्तो सामान होला हैन, लामो समयसम्म चाहिँ यो रहन्छ रहँदैन के होला भन्ने तपाईलाई लाग्न सक्छ। एकदमै तपाईँ ढुक्क भएर यो आफ्नो ड्यामेज कपाल चाहिँ ट्रिटमेन्ट गर्न सक्नुहुन्छ। क्याभियर प्रोफेसनलको नानो प्रोटिन प्लस ट्रिटमेन्ट हो यो चाहिँ। एकदमै ड्राई ड्यामेज हैन, हाँगा आएको एकदमै सुक्खा कपाललाई चाहिँ यसले एकदमै रिपेयर गर्छ। लामो समयसम्म सिल्की रहने स्मुथ पनि एकदमै बनाउँछ। तपाईँ देख्न सक्नुहुन्छ मेरो कपाल पहिला कस्तो थियो, कस्तो बन्दैछ भनेर। यो चाहिँ प्रोफेसनल रूपमै अस्ट्रेलिया, क्यानाडा र युकेसँग एसोसिएट रहेको अन्तर्राष्ट्रिय ब्रान्ड हो। त्यसले गर्दाखेरि पनि तपाईहरूले आफ्नो कपाललाई ट्रिटमेन्ट गर्न सक्नुहुन्छ। अब चाहिँ तपाईँले मेरो कपाल ड्यामेज भयो, काटेर छोटो बनाउँछु भनेर छोटो धेरै दिदीबहिनीहरूले चाहिँ यो काम गर्नुहुन्छ। ड्यामेज भयो भनेर सिधै कपाल चाहिँ थाई कट गराउने चलन छ। त्यस पछाडि आइहाल्छ नि भनेर चाहिँ कपाल काट्ने चलन छ। त्यो चाहिँ नगर्नु होला। यसै गरी तपाईँहरूले चाहिँ बुटोलमा आएर पार्लर सम्बन्धी केही सिप सिक्नु परेमा, यसै गरी पार्लर सम्बन्धी केही काम गर्नु परेमा, आफूलाई राम्री हुन मन लागेमा चाहिँ कहाँ गएर गर्ने होला भनेर चिन्ता गर्नु पर्दैन। बुटवल 6 अमरपथमा रहेको दुई दिदीबहिनीहरू जानु थापा र चिना थापाले खोल्नु भएको लामो समयदेखि निकै सेवा दिनुभएको छ। उहाँहरूले धेरैलाई सिप सिकाउन सफल हुनुभएको छ। उद्यमी महिला ब्युटिसियन ट्रेनिङ सेन्टर, यहाँ तपाईँ आउन सक्नुहुनेछ। तपाईँको सही गन्तव्य हुनेछ। मेरो कपाल चाहिँ एकदमै राम्रो भएको छ। यो फाइनल परिणाम तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ फाइनल क्याभियर प्रोफेसनलको नानो प्रोटिन प्लस ट्रिटमेन्ट हो। यो फाइनल रिजल्ट तपाईँले देख्न सक्नुहुन्छ। धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई।